हेलो नमस्ते। तपाईहरु पनि दक्षिण कोरियामा हुनुहुन्छ? यदि दक्षिण कोरियामा हुनुहुन्छ र एग्रिकल्चरमा हुनुहुन्छ र साउहरुले चाहिँ यसो बारीहरु माग्दा दिन्छ भने चाहिँ तपाईहरु पनि यस्तो खेती गर्नुहोस्। अर्गानिक खानेकुराहरु खान पाइन्छ। यहाँ चाहिँ एकदम रासायनिक बेसी युज गरेकोले गर्दा यस्ता अर्गानिक खानको लागि चाहिँ आफै खेती गर्नुपर्छ साथी हो, हैन? र आफै खेती गर्दाखेरि चाहिँ मार्केटमा गएर बिरुवाहरु ल्याएर लगाउन सकिन्छ। यो चाहिँ हाम्रो दुङदुङे साग जस्तै हो नेपालको, हैन? र प्रख्यात रूपमा यो चाहिँ धनिया हो। अनि यो चाहिँ पदेन। यो चाहिँ टाउको दुख्दा अनि अचार पिसेर खाँदा जे गर्दा हुन्छ। र यो चाहिँ तालगी स्ट्रबेरी हो, हैन? र यो चाहिँ बदाम खेती हो। अनि यो प्याज हो। यहाँ चाहिँ हामीले अदुवा लगाएको छौं, उम्रिँदैछ। र हात्ती हेरौँ है, यो ग्ल्यान चाहिँ एकदम धेरै खेर जान्छ अनि काटेर हामीले त्यहाँ पनि बदाम रोपेका छौं। यसरी रोप्यो भने चाहिँ मुनि पाल बनाइदिनु पर्छ। यसरी रोप्यो भने चाहिँ मुसाले नखाने भएकोले गर्दा मुसाले अलिक धेरै दुःख दिन्छ, त्यही भएर चाहिँ यस्तो गरिया छ। र यो चाहिँ हामी चाहिँ अकबरे खेती मैले प्राइभेट गरे हो। अकबरे खेती चाहिँ एकदम यहाँ चाहिँ किन यस्तो धेरै बार लाउनु पर्छ, यस्तो धेरै थाङ्रा लाउनु पर्छ भन्दाखेरि यहाँ चाहिँ अब भोलिपछि हावाहुरी अलि बेसी चल्ने कारणले गर्दा यो चाहिँ जति हल्लाए पनि बिरुवा चाहिँ केही नहुने भएकोले गर्दा चाहिँ, हैन, अकबरे बिरुवा पनि यसरी हुर्किँदैछ। र यो चाहिँ हाम्रो ब्रोकाउली, सिबी र यो चाहिँ टमाटर हो। टमाटर, साङचु, साग, कोपी, यो चाहिँ क्याप्सिकम खोर्सानी, अनि टोटल यो चाहिँ आलु भइहाल्यो, हैन? आलु भइहाल्यो। र यो चाहिँ मकै हो। अब मकै पनि लगाएको छौं। र यो चाहिँ धनिया चाहियो भने सम्पर्क गरौँ है साथी हो। एकदम ओरिजिनल धनिया हो। र मकै खेती यसरी गरिया छ, हैन? एकदम छेपी लसुन हो, नेपालको छेपी लसुन। र यो चाहिँ नेपालबाट ल्याएको काँक्रा हो, अहिले भर्खर उमारेको छ। यो चाहिँ छामे भन्ने एउटा फल हो, धेरै मिठो हुन्छ। र यता पनि मैले आलु नै लगाएको छु। यहाँ पनि ठाउँ खाली भएर मकै पनि छ यसरी। र अकबरे खोर्सानी चाहिँ 2 3 4 5 6 ड्याङ लगाएको छ, हैन? यो चाहिँ एकदम बेच्नको लागि हो, खान त एकै बोटले पुगिहाल्छ। यो चाहिँ नेपालबाट एकदम नेपालको लोकल काँक्रा हो। कस्तो फल्दो रहेछ हेरौँला, तपाईहरुलाई भोलि पछि देखाउने नै छु। कस्तो